नमस्ते। आज हामी एउटा अलि फरक निकै मोटो पुस्तक अल नेपाल इन्फो बारे कुरा गर्दैछौँ। यसलाई त नेपालको एन्साइक्लोपिडिया नै भन्दा पनि हुन्छ। 1556 पृष्ठ 3.5 किलो तौल। A4 साइजमा यो त साँच्चै भीमकाय नै भयो। आज चाहिँ हामी यसभित्र के छ, यसको खास महत्व के हो भन्नेमा अलि गहिरिएर हेरौँ न। हुन्छ, यसले त नेपालको लगभग सबै कुरा समेट्छ। भूगोल, इतिहास, संस्कृति, जनसङ्ख्या, तथ्याङ्क, प्रशासन, पर्यटन। अनि त्यो पनि हरेक पेजमा एकातिर नेपाली, अर्कोतिर अङ्ग्रेजीमा। त्यो पनि राम्रो लाग्यो मलाई। सुरुमा पल्टाउँदा त नेपालको रोड नेटवर्क म्याप आउँछ, अनि त्यसपछि राष्ट्रपति, प्रधानमन्त्रीज्यूहरूका सन्देशहरू, अरू समीक्षाहरू पनि छन्। अनि त्यसपछि नेपाल एक दृष्टिमा भन्ने खण्ड छ। यसमा चाहिँ नेपालको चिनारी नाम कसरी रह्यो भन्ने कुराहरू। इतिहास पनि होला नि, गोपाल वंशदेखि गणतन्त्रसम्मको। एकदम छोटोमा तर रमाइलो गरिदिएको छ। भूगोल, प्रकृति, हावापानी, कला, संस्कृति, अझ खानपानका कुरा पनि छन्। रङ्गीन फोटोहरूले झनै आकर्षक बनाएको छ। अनि तथ्याङ्कको कुरा पनि थियो है? हो, 1968 देखि 2078 सम्मको, मतलब 110 वर्षको जनगणनाको मुख्य सूचकहरू छन्। यो त ऐतिहासिक रूपमै महत्त्वपूर्ण भयो। अनि नक्सा सहित प्रदेशहरूको छुट्टा छुट्टै प्रोफाइल पनि छ। प्रदेश प्रोफाइल पनि? त्यो त निकै उपयोगी भयो। अब जिल्लाको कुरा गरौँ न। हरेक जिल्लाको जानकारी कसरी दिएको छ? हरेक जिल्ला सुरु गर्दा त्यसको चिनारी दिने विशेषता र राजनीतिक नक्सा छ, रङ्गीन। अनि दोस्रो पेजमा चाहिँ त्यो जिल्लाको प्राकृतिक स्वरूप देखाउने 3D नक्सा छ। ओहो, 3D नक्सा! त्यसले त डाँडा, काँडा, खोला, नाला सबै बुझ्न सजिलो हुन्छ होला नि? निश्चय नै। त्यसपछि जिल्लाको नाम कसरी रह्यो, इतिहास, भूगोल, माटो, हावापानीको मासिक तालिका नै छ। अनि जलविद्युत, सिँचाइ परियोजनाहरूको पनि विस्तृत जानकारी पाइन्छ। अनि पर्यटकीय स्थलहरू नि? त्यो त झनै विशेष छ। जिल्लाभरिका सबै धार्मिक, ऐतिहासिक, पर्यटकीय ठाउँहरूको फोटोसहित कसरी पुग्ने भन्ने जानकारीसहित विस्तृत गाइड नै छ। देशभरिका करिब 2000 भन्दा बढी यस्ता ठाउँको जानकारी एउटै किताबमा हुनु त यो पहिलो पटक होला। बाप्रे, 2000! यो त घुम्न जानेलाई खजाना नै भयो त। अनि जनता र संस्कृति भन्ने खण्डमा के छ? त्यसमा चाहिँ जिल्लाका मुख्य जात जाति, धर्म, संस्कृति, चालचलन, मुख्य बजार, मेला पर्व, स्थानीय उत्पादन के हुन् भन्ने जानकारी छ। फोटोहरू पनि छन्। भनेपछि जिल्लाको सामाजिक आर्थिक चित्र पनि देखिने भयो। हो, अनि अझ स्थानीय तह प्रोफाइलमा त वडा तहसम्मकै नक्सा छ। त्यहाँको जीवनस्तर, विद्यालय, स्वास्थ्य संस्था, सहकारीको अवस्था, निर्वाचन क्षेत्रबारे पनि जानकारी छ। जानकारी त एकदमै तल्लो तहसम्म पुगेको रहेछ। अनि हरेक जिल्लाको अन्त्यमा फेरि 2028 देखि 2078 सम्मको जनगणनाको विस्तृत तथ्याङ्क सहितको जिल्ला प्रोफाइल। निकै विस्तृत काम। अनि किताबको अन्तिमतिर? अन्त्यमा ग्लोसरी, एब्रिभिएशन्स, सन्दर्भ सामग्रीहरू, इन्डेक्स जस्ता महत्त्वपूर्ण अनुसूचीहरू छन्। यो सबै तयार पार्न झन्डै 6 वर्ष, मतलब 69 महिना